Hi class 10 students, welcome back to my Facebook page Arvind Gupta. Today again I have brought one questions from optional math and topic is determinant of matrix and the question is solve the equations by the matrix method. यो दिएको इक्वेशन्सलाई चाहिँ हामीले चाहिँ के त मैट्रिक्स मेथडबाट सोल्भ गर्नलाई भनिएको छ। अब यो भन्दा अगाडि मैले यो टाइपको क्वेशन्सहरु यही च्याप्टरको क्वेशन्सहरु चाहिँ दुई तीनवटा पोस्ट गरेको छु। हजुर त्यहाँबाट पनि यो भन्दा फरक टाइपको क्वेशन्सहरुको त्यहाँ सिक्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ त्यो क्वेशन्सहरु भन्दा यो अर्कै टाइपको क्वेशन रहेको छ, त्यो भिन्दै टाइपको क्वेशन रहेको छ। अब त्यो चाहिँ हामी सोल्भ गरौँ। अब क्वेशन चाहिँ सोल्भ गर्दाखेरि solution लेखौ solution the equations can be written as 4 by x plus 3 by y equal to 1 equation I त्यसपछि हामीले इक्वेसन मानौं 3 by x minus 2 by y equal to 1 by 24 equation II। त्यसपछि हामीले अब इक्वेशन्स मानिसकेपछि है यो क्वेशन्सलाई हामीले इक्वेसन लेखिसकेपछि अब यसलाई हामीले चाहिँ के त मैट्रिक्स फर्ममा लेख्नु पर्ने हुन्छ। मैट्रिक्स फर्ममा लेख्नु त ल writing the equation I and II in matrix form। सक्यो? रिडिङ गर्न अझ रिडिङ गर मैट्रिक्स फर्म। अब यो दिएको इक्वेशन्सलाई हामीले के त मैट्रिक्स फर्ममा लेखौं। मैट्रिक्स फर्ममा लेख्दाखेरि 4 3 3 minus 2 4 3 यो 3 minus 2 यो minus 2 minus 2 लेखौं। अब त्यसपछि हामीले चाहिँ एउटा कुरो के ध्यान दिनुपर्ने हुन्छ भन्दाखेरि अब यहाँ हेरौं 4 आइसक्यो भने अब माथि के बाहिर के हुन्छ 1 सो 1 by x। त्यस्तै यहाँ पनि अब के त 3 यता आयो भने माथि के बाँकी भएन भने कति हुन्छ 1 by y 1 by y। अब हामीले 1 by x ले 4 ले मल्टिप्लाई गर्यो भने जस्तै 4 मल्टिप्लाई 1 by x गर्यो भने कति हुन्छ त 4 1 जा 4 by x हो। त्यही भएर हाम्रो 4 by x लाई हामीले यहाँ 4 लेख्यौ र x चाहिँ के त हामीले 1 by x त लेख्यौ। त्यस्तै हामीले अब 3 ले 1 by y ले मल्टिप्लाई गर्यो भने 3 ले 3 इन्टु मल्टिप्लाई 1 by y गर्यो भने कति हुन्छ 3 1 जा 3 by y। अब हामी 3 by y लाई चाहिँ हामीले कसरी लेखेका छौं भन्दाखेरि 3 इन्टु 1 by y। त्यही भएर हाम्रो 4 3 minus 2 लाई हामीले यता लेख्यौ। त्यसपछि हाम्रो x को भ्यालु के त 1 by x by and 1 by y। अब हामीले यहाँ यतै लेखिसकेपछि त्यसपछि इक्वल टु 1 त्यसपछि 1 by 24 है। अब हामीले यहाँ लेख्न सक्छौं x equal to ax equal to c equation I है where a equal to 4 3 3 minus 2 x equal to हाम्रो a भनेको 4 3 3 minus 2 अनि x equal to हाम्रो 1 by x 1 by y and c equal to c को हाम्रो कति त 1 त्यसपछि 1 by 24। यति गरिसकेपछि हामीले दिएको क्वेशन्सले हामीले पहिला यति लेख्नै पर्ने हुन्छ है। इक्वेशन्स बनाउनु पर्ने हुन्छ। इक्वेशन्सलाई हामीले मैट्रिक्स फर्ममा लेख्नु पर्ने हुन्छ। मैट्रिक्स फर्ममा लेखिसकेपछि हामीले ax equal to c को फर्ममा हामीले यो देखाउनु पर्ने हुन्छ। अब यति देखाइसकेपछि
अब यहाँदेखि हजुरहरूले तपाईहरुले के ध्यान दिनु भन्दाखेरि अब हामीलाई डिटरमिनेन्ट मेट्रिक्स चाहियो। डिटरमिनेन्ट ए डिटरमिनेन्ट इक्वल टु 4 3 3 -2। अब यहाँबाट हामीले डिटरमिनेन्ट निकालौ। डिटरमिनेन्ट निकाल्दाखेरि बाइ क्रस मल्टिप्लाई गरेर 4 into -2 -3 into 3 4 2 जा -8 -3 जा 9 so -17। हाम्रो डिटरमिनेन्ट चाहिँ कति आयो त 17। डिटरमिनेन्ट हाम्रो कति आयो त 17। अब डिटरमिनेन्ट आइसकेपछि अब हामीले के त एडजोइन्ट निकाल्नु पर्ने हुन्छ। सो ए डी जे अफ ए इक्वल टु एडजोइन्ट मेट्रिक्स। अब एडजोइन्ट मेट्रिक्स भनेको के त हामीले यो डायगोनल मेट्रिक्सलाई 4 र -2 को के त पोजिसन चेन्ज गर्नु पर्ने हुन्छ। 4 र -2 को पोजिसन के हुन्छ चेन्ज हुन्छ। -2 माथि आउँछ र यो 4 चाहिँ यहाँ आउँछ र बाँकी 3 र 3 को है पोजिसन त्यही हुन्छ तर चाहिँ के त साइन चेन्ज हुन्छ। पोजिसन त्यही साइन चाहिँ चेन्ज हुन्छ। पोजिसन त्यही हुन्छ साइन मात्र चेन्ज हुन्छ। अब हामीले डिटरमिनेन्ट निकाल्यौ त्यसपछि एडजोइन्ट मेट्रिक्स निकाल्यौ। अब यो निकालिसकेपछि हामीले अब के त इन्भर्स मेट्रिक्स निकाल्नु पर्ने हुन्छ है। इन्भर्स मेट्रिक्स सो ए इन्भर्स इक्वल टु हाम्रो फर्मुला के छ त 1 बाइ ए को डिटरमिनेन्ट ए डी जे अफ ए। सो 1 हाम्रो डिटरमिनेन्ट कति आएको छ त ए डिटरमिनेन्ट -17। त्यसपछि एडजोइन्ट कति छ त हाम्रो -2 -3 -3 4। अब हामीले मल्टिप्लाई गरौँ। अब माइनस माइनस प्लस 2 बाइ 17 फेरि माइनस माइनस प्लस 3 बाइ 17 त्यस्तै हो माइनस माइनस प्लस 3 बाइ 17 त्यस्तै अब यसमा माइनस छैन त्यही भएर 4 बाइ 17 अब यति गरिसकेपछि हाम्रो इन्भर्स मेट्रिक्स पनि आयो। अब इन्भर्स मेट्रिक्स आइसकेपछि अब हामीले चाहिँ x को भ्यालु निकाल्नु पर्ने हुन्छ। सो x इक्वल टु a इन्भर्स c है फ्रम i इक्वेसन i बाट है। अब हामीले सो x भनेको हाम्रो के रे x को x लेख्यो अहिले a इन्भर्स हाम्रो कति आएको छ त 2 बाइ 17 त्यसपछि 3 बाइ 17 फेरि 3 बाइ 17 अनि हाम्रो यो माइनस है यो माइनस 4 बाइ 17। अब हामीले यसलाई मल्टिप्लाई गरौँ। के रे मल्टिप्लाई भन्नाले यो हाम्रो ए इन्भर्स को आयो भ्यालु सी को भ्यालु कति छ त हाम्रो 1 त्यसपछि 1 बाइ 24 अब मल्टिप्लाई गरौँ। अब मल्टिप्लाई गर्दाखेरि है मल्टिप्लाई चाहिँ गर्दाखेरि अब मल्टिप्लाई गरौँ। मल्टिप्लाई गर्दाखेरि हामीले 1 ले यसलाई मल्टिप्लाई गरौँ 1 1 2 1 जा 2 बाइ 17 प्लस 3 ले यसलाई गरौँ 3 1 जा 3 बाइ 17 into 24 है 17 into 24 मल्टिप्लाई गरौँ 17 into 24 7 4 जा 28 carry 2 2 4 1 जा 4 4 and 2 6 2 7 जा 14 carry 1 and this is 3 so 8 0 4 408 है 408 त्यस्तै फेरि अब यसलाई गरौँ 3 1 जा 3 बाइ 17 प्लस माइनस 4 1 जा 4 17 24 भनेको 408। अब त्यसपछि फेरि अब हाम्रो 408 र 17 को एलसीएम 408 र 70 को एलसीएम निकाल्दाखेरि हाम्रो कति हुन्छ 408 एलसीएम। अब 17 ले 408 लाई डिभाइड गर्यो भने हाम्रो भ्यालु कति आउँछ त 24 प्लस 3 इन्टु हाम्रो अब यो कति छ भन्दाखेरि 408 ले 408 ले डिभाइड गरेर कति हुन्छ त 1 सो 1 त्यस्तै अब हाम्रो 17 र 400 को एलसीएम कति हुन्छ त 408 बाइ
यसलाई पनि हामीले 3 into 24 minus 4 into 1 अब त्यसपछि यहाँ गरौँ कति हुन्छ त 48 minus 3 by 408 त्यस्तै अब 72 minus 4 by 408 त्यसपछि अब कति हुन्छ 45 by 408 त्यस्तै अब यो कति हुन्छ त 68 by 408 अब हामीले यसलाई चाहिँ अब डिभाइड गर्दाखेरि एकछिन ज्यादा म लिएर त अब हामीले 45 ले 408 लाई डिभाइड गरौँ 68 ले 408 लाई पनि काटौँ अब यहाँ काट्दाखेरि अब यहाँ अलिकति स्पेस कम भएर यसलाई म मेट्छु अब हामीले यहाँ 48 यहाँ प्लस थियो है 48 प्लस 3 हाम्रो 51 अब हामीले यहाँ लेखौँ अब यसले हामीले 51 ले काट्दाखेरि यो हुन्छ हाम्रो 408 डिभाइड 51 8 ले कटियो त्यसपछि यो 16 1 16 अनि 16 ले 68 ले 48 ले गर्दाखेरि 408 डिभाइड 68 6 ले कटियो है अब हामीले यहाँ लेखौँ अब सो x इक्वल टु हाम्रो कति आयो त 1/8 त्यसपछि 1/6 अब हाम्रो x भनेको कति रहेछ त हाम्रो x भनेको कति हो त x भनेको 1/x त्यसपछि 1/y इक्वल टु है कति आएको हाम्रो भ्यालु 1/8 त्यस्तै 1/6 अब हामीले यहाँ गरौँ पाली पालो अब 1/x इक्वल टु 1/8 सो हामीले मल्टिप्लाई गरौँ 1 into x and 1 into 8 त्यस्तै अब 1/y equal to 1/6 so y equal to 6 1 cancel 6 so therefore x equal to 8 y equal to 6 this is our answer okay class 10 students हाम्रो यो क्वेशन्स को कम्प्लिट सोलुशन्स भयो है अब हजुरहरुले यस्तै भिडियोहरु हेर्नको लागि यस्तै क्वेशन्सहरु हेर्नको लागि प्लिज पेजलाई फलो गरिदिनु होला लाइक्स कमेन्ट्सहरु गरिदिनु होला है हजुरहरुको साथ सहयोगले यस्तै भिडियोहरु फेरि अर्को चोटि लिएर आउँछु हस्त धन्यवाद